I asked my 3 friend, तिमीलाई कुन समयमा बढी स्मोकिङ गर्न मन लाग्छ? तीनवटाको रिजन डिफरेन्ट थियो। तर मैले चाहिँ एउटा कमन पनि भेटेँ, ट्रिगरिङ मोमेन्ट। ब्रेकको बेला, वकमा जाँदा, साथीहरूसँग भेट्दा। धेरैलाई लाग्छ स्मोक गर्ने र नगर्नेमा विल पावरको डिफरेन्स हुन्छ। तर यो ब्रेनको मेमोरी सिस्टमसँग रिलेटेड हुन्छ। जब स्मोक गर्नुहुन्छ तब ब्रेनको हिप्पोक्याम्पस जसले मेमोरी र इमोसनलाई जोड्ने काम गर्छ। यसले स्मोकिङलाई पनि एउटा नयाँ पोजिटिभ फिलिङको एक्सपिरियन्ससँग जोड्छ। अनि जति यो प्याटर्न रिपिट भयो त्यति ब्रेनले स्मोकिङलाई प्रायोरिटाइज गर्छ, जसले गर्दा एउटा नयाँ आइडेन्टिटी क्रिएट हुन्छ। एउटा कुनै नयाँ साथीले सोद्धा यार स्मोक गर्छु, न्यू आइडेन्टिटी, म स्मोक गर्छु। कति सजिलरी स्मोकिङ ह्याबिट बन्दो रहेछ। तब छोड्न भने किन यति गाह्रो? सिम्पल, इमोसन र आइडेन्टिटी जोडिएको छ। रिमेम्बर योर फर्स्ट ब्रेकअप? तर यो बुकमा सजेस्ट गरे अनुसार आई एम क्विटिङ स्मोक होइन, आई डोन्ट स्मोक, रिबिल्ड योर ओरिजिनल आइडेन्टिटी।